न्यू भिडियोमा अनि अहिले चाहिँ हामी यो जिक्सरको चाहिँ हाफ इन्जिन बनाउन गइरहेको छौँ अनि यसको सबै पिस्टन रिङहरू मिलाएर रेडी गरिसकेको छौँ। अब हामी यहाँनिर ब्लक फसाउन लागिरहेको छौँ अनि सो यो भिडियो हेरेर चाहिँ धेरैभन्दा धेरै माया गरिदिनु होला। हेरौँ है त कस्तो हुँदो रहेछ। यो चाहिँ बोर गरेर ल्याएको हो। अब यो बोर गरेर पनि राम्रोसँग फिटिङ हुन सक्यो भने 1-1.5 वर्ष मजाले चल्छ। अनि त्यसको लागि चाहिँ हामी फिट गर्दैछौँ। कति बाटी यो साउन्डको दुईटा हुन्छ कतिको यो त्यो सबै सेटै कति हजार हो नि त त्यो परिहाल्छ 4,500 सेटको राम्रो राम्रो छ Chaina जछ भोलि छैन। कता गयो? हेलो मित्रहरू, अहिले चाहिँ मैले यो फाइनली यो जिक्सरलाई चाहिँ फुल जोडिसकेको छु अनि अस्ति चाहिँ इन्जिन बानेको भिडियो थियो। अहिले चाहिँ लास्ट फाइनल अब चाहिँ लास्ट अन्तिम भिडियोको अन्तिम चरण आइसकेको छ। जिक्सर चाहिँ यो रहेको छ अनि मैले चाहिँ सब फिटिङ गरेर यसको भाइजा सिजर सब फिटिङ गरेर एकदम रेडी बनाएको छु। हेरौँ है त कस्तो हुन्छ।
अब एकचोटि वान ट्याकमा स्टार्ट हुन्छ हुँदैन रहेछ। यसको ब्याट्री चाहिँ गएको छ है, सेल चाहिँ हुँदैन अहिले। अहिले किकबाट चाहिँ हुन्छ। गाडी अन भइसकेको छ। अब म किक मार्छु है त। भाइ एकै किकमा स्टार्ट भएको छ। अनि फाइनली अब यो जिक्सर चाहिँ सकिसकेको छ। सो तपाईँहरूको पनि फुल इन्जिन हाफ इन्जिन जुनसुकै बाइकको चाहिँ फुल इन्जिन हाफ इन्जिन बान्नु परेछ भने स्नोमा बुद्ध वर्कसपलाई सम्झिनु होला। अनि हाम्रोमा चाहिँ पार्ट्सहरू सबै कम्पनीको अभाइलेबल छ। अनि अटोहरू पनि बनाउँछौँ हामी। अनि अहिले चाहिँ हामी यो युनिकर्नको तपाईँको यो क्लच सुज बनाउँदैछौँ। त्यसपछि अब यसको यो पनि युनिकर्न रहेको छ। युनिकर्नको अगाडिको भाइजर हाल्नुपर्ने छ, सकअपहरू सबै बनाउनुपर्ने छ। अनि यो चाहिँ मैले अस्ति बान्दै गरेको फुल इन्जिन आज सक्सेस गरिसकेको छु। किनभने म हिजो अस्ति थोरै टाइम अलिकति अरू काममा जानुपर्ने भएको थियो, यो सक्सेस गर्न पाएको थिइनँ। सो अहिलेको लागि यो मेरो भिडियो हेरेर लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। इन्जोय गर्नु होला। धेरै धेरै माया गरिदिनु होला।